विक्रम सम्वत 2082 साल जेठ महिनाको सुरुवाती दिनहरूमा निरन्तर रूपमा बत्ती जाने वा लोड सेडिङको समस्या देखिन थाल्छ। अर्थात् विगतका केही वर्षहरूमा पूर्ण रूपले हटेको लोड सेडिङ नेपालमा फेरि देखिन थालेको छ। विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक अर्थात् कुलमान घिसिङलाई हटाउनु लगत्तै नेपालमा अँध्यारो छाएको छ। यो भनाइ सयौं हजारौं नभएर लाखौं नेपाली जनताहरूको रहेको छ। साँच्चीकै कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव साक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेकै कारण नेपाल अँध्यारो भएको हो त? कतै अब आउने समयमा पनि लोड सेडिङ निरन्तर रूपमा चलिरहने त होइन? आज नेपालमा भएको लोड सेडिङको बारेमा चर्चा गर्न जाँदैछु। कृपया आजको भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला बुझ्ने प्रयास गरौँ वर्तमान समयमा लोड सेडिङले निम्त्याएका समस्याहरूबाट तपाईको बुबा र आमालाई कसरी असर परेको छ। खास गरी गाउँ र पहाडमा बस्ने बुबा र आमा। मानौ पहाडी भेगको एउटा सानो घरमा एकजना आमा र एकजना बुबा हुनुहुन्छ। सधैँ निरन्तर रूपमा चलिरहने बत्ती एक दिन साँझको समयमा अचानक जान्छ। विकट ठाउँमा बसोबास गरेकै कारण उक्त घरमा कुनै टर्च लाइट सम्म हुँदैन। बल्ल तल्ल बिजुली जडान भएको उक्त घरमा पनि साँझकै समयमा सोही बत्ती अचानक बन्द हुँदा मोतिया बिन्दु भएको बुवाले केही पनि देख्नु हुँदैन। चुलोको छेउमा रोटी बनाउँदै गरेकी आमाले बल्ल तल्ल दियो जलाउन भने सफल हुनुहुन्छ, तर रोटी बनाएर नभ्याउँदै तीव्र रूपले चलेको हावाहुरीले झ्यालमा राखेको दियो पनि निभाइदिन्छ। त्यसपछि उक्त आमा र बुवाले अँध्यारोमै खानुहुन्छ र अँध्यारोमै सुत्नुहुन्छ। उक्त बुवा र आमाले मात्र नभएर नेपालका धेरै मानिसहरूले यस्तै किसिमका समस्याहरू भोगिरहेका छन्। परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले मोबाइलको टर्च लाइट बालेर पढिरहेका छन्। जलस्रोतले धनी मानिने हाम्रो देश नेपालमा यति धेरै लोड सेडिङ किन भइरहेको छ त? के साँच्चीकै पछिल्लो समय कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव साक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्ति गरेर नै नेपालमा लोड सेडिङ सुरु भएको हो त? अब सोही कुरालाई बुझ्ने प्रयास गरौँ उज्यालो मान्छे भनेर चिनिने कुलमानले गरेका कामहरूबाट। विद्युत प्राधिकरणमा कुलमान घिसिङले के कस्ता भूमिकाहरू खेलेका थिए त? नम्बर 1 मा रहेको छ लोड सेडिङ अन्त्य गर्नु। विक्रम सम्वत 2073 भदौ 29 गते पहिलो पटक कार्यकारी निर्देशक बनेका घिसिङले 2074 सालको अन्त्यतिर देशभर लोड सेडिङ अन्त्य गरे। अर्थात् नेपालमा 17 देखि 18 घण्टासम्म चलिरहने लोड सेडिङलाई करिब 1 वर्षमै कुलमान घिसिङले अन्त्य गरे। नम्बर 2 मा रहेको छ विद्युत चोरी नियन्त्रण। 2075 सालमा विद्युत चुहावट 25% बाट घटाएर 15% मा झारियो। 2076 सालमा प्राधिकरण घाटामा रूपान्तरण भयो र प्राधिकरणको खुद नाफा अरबौं रुपैयाँ पुग्यो। तर 2077 साल भदौ 28 गते आफ्नो कार्यकाल सकिसकेपछि र पुनः कार्यकारी निर्देशकमा नियुक्ति नभएपछि कुलमान घिसिङ पदबाट बाहिरिए। फेरि 2078 साल कार्तिक 10 गते कुलमान घिसिङ कार्यकारी निर्देशकको रूपमा नियुक्ति भए। अर्थात् कुलमान घिसिङको दोस्रो कार्यकाल सुरु भयो। विक्रम सम्वत 2078 र 79 को बीचमा विद्युत निर्यात पनि सुरु भयो। विगतका केही वर्ष अघि नेपालमा रहेको ठूलो लोड सेडिङ अर्थात् बत्ती जाने समस्यालाई अन्त्य गर्नुका साथै कुलमानले भारतमा 39 मेगावाट देखि लिएर पछि 325 मेगावाट सम्म विद्युत निर्यात गर्न पनि सफल भए। तसर्थ कुलमान घिसिङको कार्यकालसम्म न त लोड सेडिङ नै भयो न त विद्युत प्राधिकरण घाटामा नै गयो। तर विभिन्न प्रकारका बेकार कारणहरू देखाएर 2081 साल चैत्र 11 गते कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव साक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरियो। उज्यालो मान्छे भनेर चिनिने कुलमान घिसिङलाई हटाउनु लगत्तै नेपाल अँध्यारो भयो। अर्थात् कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव साक्यलाई नियुक्त गरिसकेपछि नेपालमा लोड सेडिङ पुनः सुरु भयो। तपाईहरुले पनि ख्याल गर्नुभएकै होला कुलमान घिसिङको कार्यकालमा तपाईको घरमा कति घण्टासम्म बत्ती आउँथ्यो र अहिले हितेन्द्र देव साक्यको कार्यकालमा तपाईको घरमा कति घण्टा बत्ती आउने गर्छ। विगतका केही वर्षहरूलाई हेर्दा विद्युत प्राधिकरणमा कुलमानको भूमिका एकदमै ठूलो रहेको छ, जसकारण कुलमान घिसिङ एउटा उज्यालो मान्छे भनेर चिनिने पात्रको रूपमा चिनिरहेका छन्। अब रह्यो मुख्य प्रश्न, उज्यालो मान्छे भनेर चिनिने कुलमान घिसिङलाई त निकालिसके, के अब आउने समयमा हामीहरू अँध्यारोमै बस्नुपर्ने हो त? के फेरि विगतको समयमा जस्तै लोड सेडिङ नेपालमा फर्किने हो त? उज्यालो मान्छे भनेर चिनिने कुलमान घिसिङलाई हटाइसकेपछि हामीहरू अँध्यारोमा बस्नु पर्दैन भनेर सजिलै भन्न सकिँदैन र यदि हामीहरू उज्यालोमै बस्न पायौं भने पनि विद्युत प्राधिकरण घाटामा जाने निश्चित छ। तर पनि आशा गरौं अब आउने समयमा सालो केटो अर्थात् हितेन्द्र देव साक्यले नेपालमा लोड सेडिङ हुन पक्कै पनि दिने छैनन्।